सम्पूर्णलाई नमस्कार। म यतिखेर बुटबलको हस्पिटल लाइनदेखि बुटबलको रात्रिकालीन बजार कस्तो छ त भन्ने तपाईँलाई म यहाँ देखाउन गइरहेको छु। साँझको करिब करिब यहाँ 8 बजिसकेको छ। म बुटबलदेखि अब आफ्नो घरतिर जाने क्रममा यहाँनिर तपाईँलाई चाहिँ बुटबलको रात्रिकालीन बजार कस्तो छ त भन्ने कुरो चाहिँ हामी यहाँनिर तपाईँलाई देखाउने गरी म अगाडि बढिरहेको छु। यो चाहिँ हस्पिटल लाइनदेखि नजिकै गइसकेपछि भुड्की चोकनिर छ। यहाँ पुरानो भुड्की चोक, यहाँनिर चाहिँ भुड्कीहरू राख्ने गरिन्छ। यहाँ मेन प्रादेशिक हस्पिटल बनिरहेको छ, पारिपट्टि तपाईँहरू देख्न सक्नुहुन्छ। अनि त्यहाँनिरबाट हामी दाहिना देब्रेतर्फ मुडेर चाहिँ हामी बुटबलको नयाँ बस पार्कतर्फ जाने गर्छौँ। नयाँ बस पार्कनिर चाहिँ यहाँनिर जाँदै गर्दा यहाँ बिचमा फलफुलहरू बेच्ने व्यक्तिहरू पनि यहाँ भेटिन्छ। अनि त्यसपछि हामी अगाडि बढ्दै गइसकेपछि बुटबलमा खास गरी यो झक्की झकाउ पनि गराइएको छ हैन। पछिल्लो समयमा विभिन्न लाइटहरू पनि जोडिएको छ भने जसले गर्दा यात्रा चाहिँ सहज बनाएको पाइन्छ। खास गरी उज्यालो बुटबलको अभियान चाहिँ बुटबल उपमहानगरपालिकाले अगाडि बढाएको छ। सोही अनुसार नै यहाँनिर लाइटहरू पनि जडान भएको छ। तर यो वर्षौँदेखि यो बाँकी रहेको बाटो जुन यो बुटबलको गोलपार्कदेखि बेलैयासम्म विस्तार जुन आयोजना छ त्यही अनुसार चाहिँ बाटो अझै कम्प्लिट हुन सकिरहेको छैन। मलाई लाग्छ यो बाटो कम्प्लिट भइसकेपछि चाहिँ अझै बुटबलले चाहिँ नयाँ स्वरूप चाहिँ निर्धारण गर्नेछ भन्ने चाहिँ अपेक्षा लिन सकिन्छ। यहाँ बुटबलको खास गरी काठमाडौँतिर जाने गाडीहरू पनि यतिखेर हिँडिरहेको पाइन्छ। अर्कोतर्फ भने बुटबलको मुख्य डिभाइडरदेखि लिएर साइडमा अलि नयाँ बत्ती जडान गर्नको लागि पोलहरू पनि राख्ने कामहरू भइरहेको चाहिँ मैले देखिरहेको छु। यो बुटबल उपमहानगरपालिकाले हुनसक्छ यो अभियान चाहिँ चलाइरहेको छ। यसै गरी हामी अगाडि जाँदै गर्दा मिलन चोकदेखि तपाईँको थोरै अगाडिपट्टि कालिका पथबाट नयाँ बाटो हामी जान्छौँ। अहिले चाहिँ म यहाँ बुटबलको मिलन चोकनिर छु। मिलन चोकको नजिकै आकाशी पुल पनि छ जहाँबाट मानिसहरू चाहिँ त्यहाँबाट चाहिँ उहाँहरू ओहोरदोहोर गर्न सक्नुहुन्छ। खास गरी पैदल यात्रीको लागि आकाशी पुल बनाइएको छ। तर कतिपय व्यक्तिहरूले भने यो आकाशी पुल नगरेको पनि पाइन्छ है। अनि यसपछि म यहाँनिरबाट अब अगाडि बढ्दैछु। यहाँनिर चाहिँ अलिक बाटो काट्न चाहिँ अप्ठ्यारो नै छ, किनभने यहाँ पटक यहाँ दुर्घटना हुने ठाउँ पनि हो यो। अनि यसलाई चाहिँ हामी अगाडि बढाउने क्रममा यहाँनिर एकैछिन म रोकिसकेपछि काठमाडौँतर्फ जाने गाडीहरू पनि गइरहेको थियो। अनि अगाडि बढिसकेपछि यहाँनिर चाहिँ तपाईँको यो तिनकुने चोकदेखि अगाडिपट्टि गइसकेपछि अब यहाँनिर मिलन चोकदेखि अगाडि तिनकुने चोक आउँछ यहाँ। अनि तिनकुने चोकनिरबाट फेरि हामी बुटवलको खास गरी देवीनगर अहिले पछिल्लो समयमा एकदमै चहल पहल हुँदै गइरहेको क्षेत्र छ देवीनगर। देवीनगरको क्षेत्रबाट हामी अगाडि बढ्छौँ है। त्यहाँनिर अगाडि बढिसकेपछि देवीनगर हुँदै हामी अगाडि बढ्दैछौँ। अहिले चाहिँ म तिनकुने चोकनिर छु। तिनकुने अझै आएको छैन। तिनकुने चोक यहाँनिर। तिनकुने चोक चाहिँ अहिले पछिल्लो समय एकदमै व्यस्त पनि हुने गर्छ, किन भन्दा यो कालिका पथको मुख्य बाटो नै हो। यहाँनिर तिनकुने तिनकुने चोक भनिए तापनि यहाँ चाहिँ चारतिरबाट बाटोहरू छ है, जसले गर्दाखेरि अलिकति पैदल यात्रीलाई समेत समस्या हुने, बाटो काट्नको लागि समस्या हुने। त्यो बिचमा चाहिँ यहाँनिर एउटा ठुलो पोल बनाइएको छ जसले त्यहाँ चाहिँ बत्ती जडान गरिएको छ, जसले गर्दा चाहिँ यात्रुहरूलाई अथवा पैदल यात्रुहरूलाई पनि एकदमै सहज रूपमा हुने गर्दछ है त। यहाँनिर एकैछिन रोकिसकेपछि पुनः यहाँ देवीनगरको बाटो हुँदै बुद्धनगर हुँदै म चाहिँ घरतिर लाग्नको लागि हिँडिरहेको। एकैछिन बाटो काट्न त वेट गर्नु पऱ्यो नि त होइन। अनि त्यसपछि हामी अगाडि बढ्यौँ। बिस्तारै अगाडि बढ्दै गइसकेपछि यो एकैछिनपछि यहाँनिर पानी भर्ने मानिसहरूको पनि अलिकन भिडभाडै हुन्छ। यहाँ पानी ट्याङ्की मिठो पानी पाइन्छ भने चाहिँ यहाँनिर तपाईँको यो तिनकुने चोकदेखि थोरै अगाडि यो खाद्य संस्थान भन्न आयो मलाई फेरि खानेपानी संस्थानले चाहिँ यहाँनिर पब्लिक धाराहरू पनि राखिदिएको छ। त्यसै गर्दाखेरि त्यहाँ मानिसहरू पनि साँझमा खास गरी विद्यार्थी अथवा अन्य गृहिणीहरू पनि आउने पानी भर्ने यहाँनिर ठ्याक्कै यहाँनिरबाट लग्ने चाहिँ गरेको पाइन्छ पानी है। अनि हामी अगाडि बढ्यौँ बिस्तारै। अब अगाडि बढ्दै गइसकेपछि देवीनगरको चौपारी आउँछ। धेरैजनाले यो चौपारीमा चाहिँ बस्ने
है साँझको समयमा खास गरी अब गर्मीको सिजनमा धेरैजना मानिसहरू त्यहीँ बसेर शीतलताको अनुभूति गर्ने गरेको नै पाइन्छ। हामी अझै देवीनगर चौपाटीतिर पुगिरहेका छैनौँ। यो चाहिँ मन्दिर पनि छ, एउटा दुर्गा मन्दिर जस्तो लाग्छ मलाई। यहाँनिरबाट अगाडि बढ्दै जाँदाखेरि देवीनगर चौपाटी पनि आउँछ एकैछिनमा। है त बिस्तारै 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 म अगाडि बढिरहेको छु वरिपरि बत्तीहरू पनि बलिरहेछन्। साँझको करिब 8 8:30 बजिसकेको छ। यहाँनिर 8:30को समयमा हामी छौँ। मानिसहरू चाहिँ गन्तव्यमा जानको लागि विभिन्न कामबाट हुन्छ अथवा कहीँबाट मानिसहरू गन्तव्यमा जानको लागि चाहिँ अगाडि बढिरहेको चाहिँ यहाँनिर पाइन्छ। अगाडि बढिरहनु भएको छ उहाँहरू चाहिँ। यो चाहिँ देवीनगर चौपाटी हो। यहाँनिरबाट लुम्बिनी वाणिज्य क्याम्पसको आडा हुँदै देवीनगरबाट बुद्धनगर हुँदै चाहिँ घर अगाडि बढिरहेको छु। यो बाटो ठिकै हुन्छ। खास गरी साँझको समयमा अलि भिडभाडै हुन्छ, रातिको समयमा त सुनसनी हुन्छ। तर मानिसहरू गन्तव्यमा जाने क्रम चाहिँ रोकेको छ। यहाँनिर गइसकेपछि यो बाटो विस्तार हुन सकिरहेको छैन। खास गरी यो बुद्धनगरको नयाँ बनेको पुल जाने बाटो, यहाँनिर एउटा सानो मोड छ। त्यही मोडबाट यो चटपटे पसलदेखि आडामा चाट पसलदेखिको आडाबाट सानो मोडबाट चाहिँ हामी मोडिएर चाहिँ जानुपर्ने छ। यो बाटो साँघुरो छ, अहिलेसम्म विस्तार हुन सकिरहेको छैन। यहाँनिरबाट थोरै अगाडि बढिसकेपछि हामी बुद्धनगरको पुलमा पुग्छौँ। बुद्धनगर पुल अनि बुद्धनगर पुल कटिसकेपछि पछिल्लो समयमा एकदमै व्यस्त बजारको रूपमा पनि यहाँनिर चाहिँ पहिचान बनाइरहेछ। यो बुद्धनगर पुलदेखि पारिपट्टिको बुद्धनगर, साबिको बुद्धनगर अहिले पनि बुद्धनगर नै हो। बुटवल 11 नम्बर वार्ड जस्तो लाग्छ, 11 नै हो। यहाँ चाहिँ तरकारी सरकारी बेच्नेदेखि लिएर आएर एकदमै साँझको समयमा खास गरी अब गर्मीको सिजन सुरु हुन थाल्यो बुटवलमा। अनि उहाँहरू स्थानीयहरू चाहिँ साँझको समयमा यहाँनिर आएर अनि सुस्ताउने भन्नाले त्यहाँ शीतलता चाहिँ महसुस गर्ने किसिमले यहाँ बस्ने गर्नु गरेको पाइन्छ हामीले। यो चाहिँ त्यहाँको स्थानीयहरू पनि बस्ने गरेको पाइन्छ। अनि हामी बिस्तारै अगाडि बढ्दै जाँदाखेरि यो बुद्धनगरको पछिल्लो समयमा बुद्धनगर एकदमै अगाडि बढिरहेको छ। विभिन्न समयमा यहाँनिर पसलहरू पनि थपिरहेछन्। पछिल्लो समयमा होटल रेस्टुरेन्टहरू पनि यहाँनिर बढिरहेको पाइन्छ। अनि त्यसपछि हामी अगाडि बिस्तारै बढ्दै गयौँ। थुप्रो लामो समयदेखि यहाँनिर थोरै बाटो बिस्तारै काम चाहिँ यहाँ रोकिएको थियो होइन। मानिसहरू यहाँ धेरै समयसम्म दुःख पाउनुभयो। तर अहिले पछिल्लो समयमा भने त्यो रोकिएको बाटो पनि कम्प्लिट भएको छ यहाँ। अनि बत्ती पनि जोडान गर्ने काम भएको छ। बाटो चिल्लो राम्रो छ, तर बाटो चाहिँ साँघुरो छ फेरि है। अगाडि गइसकेपछि यो बुद्ध डेरीदेखि थोरै अगाडिपट्टि गइसकेपछि बाटो साँघुरै नै छ, तर हल्का खोकी पनि लागिरहेको छ। बाटो साँघुरो छ। मुक्ति भुषाल किराना पसलको आडादेखि यहाँनिरबाट जाँदाखेरि बाटो अलिक ठुला गाडीहरू आयो भने चाहिँ रोकिएर जानुपर्ने अवस्था छ। यो बाटो चाहिँ किन यस्तो भएको थाहा भएन, तर बाटो चाहिँ साँघुरो नै छ। अनि अगाडि बढ्दै गइसकेपछि खास गरी यो बेलबास बेथरी सडकको अवस्था त एकदमै बिजोगे छ। हेर्नुहोस्, यहीँदेखि सुरुवात भयो। यो बाटो हिँड्दाखेरि अहिलेसम्म कम्प्लिट भएको छैन। केही किलोमिटर बाटो चाहिँ कम्प्लिट भएको छैन, जसले गर्दा चाहिँ बुटवल सिङ्गो बुटवललाई नै घिचाइरहेको छ जस्तो लाग्छ मलाई होइन। किन भन्दाखेरि अन्य कुनै कुनै ठाउँमा राम्रो बाटो छ भने, तर बुटवल क्षेत्रतर्फ खास गरी मोतीपुर साइडमा अनि यो बुद्धनगर साइडमा चाहिँ यो बेलबास बेथरी सडक चाहिँ कम्प्लिट हुन सकिरहेको छैन है। यो बिजोग छ। हेर्नुहोस्, यहाँनिर यस्तो छ, एक हाल्दा पर्ने पानी जम्ने यस्तो पनि हुन्छ यहाँ। तर यो बाटो छोडेर चाहिँ म भित्री बाटो जाँदैछु, अगाडि बढिरहेको छु म है त। थोरै अगाडि बढिसकेपछि यहाँनिरबाट फेरि लेफ्ट साइडबाट म अगाडि बढ्छु। अगाडि बढ्दै जाँदाखेरि यहाँनिरबाट थोरै पुलको सानो पुल छ, यहाँ बाटो पनि राम्रो छ। यहाँनिरबाट नहरपुर उच्च मावि
नवरपुर विद्यालय माध्यमिक विद्यालयको आडाबाट चाहिँ हामी अगाडि बढ्छौँ। मेरो भ्लग चाहिँ खास गरी आज फर्स्ट ट्राई गरेको मैले चाहिँ हैन, बुटवलको हस्पिटल लाइनदेखि हुँदै यहाँनिर बुद्धनगरसम्मको यात्रा चाहिँ कस्तो हुँदो रहेछ भनेर चाहिँ भ्लग जस्तै भनौँ न, अब के हो यसलाई, एउटा चाहिँ ट्राई गरेको। सम्पूर्णले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।